भन्नाले अब लास्ट सिद्धिउने अब यसलाई सम्झाएर खत्म हुने र यो सिलसिलामा चाहिँ हामी आर्टिकल पनि आएका पुलिस हौँ है, हामी 5 जना छौँ र हाम्रो उद्योग चाहिँ के भन्छ भने हामीले प्लास्टिकको चोया उद्योग हुनेछौँ है जस्तो अब डोको देख्नुहुन्छ तपाईँले होइन, यो प्लास्टिकको डोको हो। यस्तो किसिमको चोया उद्योग बढी बनाउन सकिन्छ। तपाईँको बाँसको चोया, तपाईँको बाँसको निगालाको चोया छिटो पुगिन्छ भने यो पुगिँदैन अनि रङ पनि छिटो जाँदैन है। र यो यसमा चाहिँ समस्या के छ भन्दाखेरि वरिपरि विभिन्न खालका प्लास्टिकको जस्तै कोका-कोला, फ्यान्टा होइन, पानीको बोतलहरू छरिएर वातावरण चाहिँ एकदम प्रदूषण भइरहेको छ र त्यसको समाधान कसरी हुन्छ भने विभिन्न प्रकारको प्लास्टिकका बोतलहरू मेसिन द्वारा पगालेर चोया बनाउन सक्छौँ हामी है। अनि उत्पादनमा के गर्छ भने चोयाबाट के बनाउन सक्छौँ भन्दाखेरि मोडा, स्याफु, डोको, नाम्लो, थुन्से, चोयाको डस्टबिन, डाला आदि बनाउन सकिन्छ है। र यो कसलाई बेच्न सक्छौँ भन्दाखेरि हामीले किसान वर्गलाई अनि विद्यालयतिर, हस्पिटलतिर, किनभने डस्टबिनहरू चाहिँ तपाईँको जहाँबाट हाल्न सक्छौँ, त्यो बाटोमा पनि हाल्न सक्छौँ, त्यो आदि गर्न सक्छौँ। त्यसै गरेर डोको पनि तपाईँले डस्टबिन काम गराउन सक्नुहुन्छ। तपाईँहरूले बुझ्नुपर्ने कुरा है, हामीसँग डस्टबिन छैन भने डोको पनि डस्टबिन बन्छ। यो पनि प्र्याक्टिस गर्नु होला। र हामी मार्केटिङ कसरी गर्छौँ भने हामी ठाउँ ठाउँमा गएर जनचेतना फैलाउँछौँ र विभिन्न विज्ञापन जस्तै सोसियल मिडिया अथवा पत्र पत्रिकाबाट यसको प्रचार प्रसार गर्छौँ। र परिकल्पना र विशेषता हामीले पगालेर ल्याएको चोयाबाट विभिन्न प्रकारका आकर्षक डिजाइन बनाउँछौँ। घाम र पानीले छिटो कलरमा जाँदैन, त्यहाँ लामो समयसम्म टिकाउ हुन्छ अनि आकर्षक पनि हुन्छ यो डोको र यो प्लास्टिकको सामानहरू है। र कच्चा प्लास्टिक स्रोत चाहिँ हामीले हाम्रै घर, पौर, समाज, विद्यालय, होटल संस्थाहरू अथवा जस्तो मोटर बाइक छ त्यहाँबाट पनि हामी प्रयोग गर्न सक्छौँ। र आम्दानीको स्रोत हामीले के लेखेको छैन, मोडामा हामीले 300 रुपियाँको दरमा 50वटा बेच्यौँ भने 15,000 हो। स्याफु 400 को दरमा बेच्यौँ भने 30वटा बेच्यौँ भने 12,000 हो। डस्टबिन 170 को दरमा बेच्यौँ भने 100वटा बेच्यौँ भने 17,000 हुन्छ। नाम्लो 70 को दरमा 100वटा बेच्यौँ भने 7,000 हुन्छ। थुन्से 300 को दरमा 30वटा बेच्यौँ भने 9,000 हुन्छ। डालो 300 को दरमा 50वटा बेच्यौँ भने 15,000 हुन्छ। जम्मा हाम्रो 75,000 बन्छ। र सुरुवाती लगानी विवरण के छ भन्दाखेरि मेसिन मोल्डिङको लागि हामीलाई चाहिँ एउटा मेसिन चाहिएको छ। त्यो तकरिबन हामीले 6,000 अन्दाजी त्यो राखेको छ। त्यसको प्राइस 6,00,000 हामीले त्यो राखेको त्यो त्योभन्दा बढी हुन पनि सक्छ। र बुल्ने मेसिन चाहिएको छ हामीलाई 1,50,000 राखेको हामीले। र दर्ता गर्दाखेरि 50,000 5,000 अनि मासिक खर्च बाँडफाँड गर्दाखेरि बत्ती पानीमा चाहिँ 5,000 खर्च गर्छौँ भने खाजा पानीलाई 2,000, कान्दालाई 8,000 को दरमा 4 जनालाई 800 को 32 हुन्छ। कच्चा प्लास्टिकमा चाहिँ 1,000 को 3 मिनट भइसक्यो त हैन, 3,000 हुन्छ। जम्मा चाहिँ 42,000 खर्च हुन्छ हाम्रो महिनामा। र प्रतिफल र नाफा कति हुन्छ, महिनामा हामीले 33,000 फाइदा गर्न सक्छौँ। र यो हामीले तकरिबन 25 महिनामा हाम्रो लगानी चाहिँ पुरा कभर गर्न सक्छौँ। 2 वर्ष 1 महिनामा है। र हाम्रो टोलीमा चाहिँ हामी 5 जना छौँ। अघि भनिहाल्यौँ आर्टिकल पनि, मेरो नाम चाहिँ यहाँ हुनु है, मैले हजुरलाई भन्नु पर्छु। र भविष्य योजना के छैन, हामीले मेसिन प्राप्त तपाईँमध्येमा सबभन्दा हिजो अस्ति पनि सोद्धाखेरि चाहिँ एजेन्टमा म भने है, ओल्ड एजमा चाहिँ म छु भन्नाले अब म योभन्दा पहिला म के गर्थेँ भन्ने कुरा चाहिँ यहाँलाई भन्न चाहन्छु। म चाहिँ आर्टिकलमा गएर फर्केर बसेको छु। म विद्यार्थी जीवनमा 18 वर्षको उमेरदेखि मैले घर छोडेको गाउँ। म 60 वर्ष नाइएपछि 60 वर्ष पुगेको भोलिपल्टदेखि म गाउँमा गएर बसेँ। 18 वर्षदेखि मैले गाउँ छोडेको है, मेरो उमेर 18 वर्षदेखि मैले गाउँ छोडेको। म पढ्न हिँडेँ यताउता जागिर सिलसिला होइन। जागिर सिलसिलामा चाहिँ इन्डियन एम्बेसीमा रामबजारमा पेन्सिल क्याम्प छ, त्यहाँ चाहिँ म ट्रेनिङ राख्ने पेन्सिल वितरण कार्यालयमा। मैले त्यहाँ चाहिँ आफ्नो जिन्दगीको आधाभन्दा बढी
33 वर्ष 8 महिना 7 वर्ष भन्नाले म 8 हेरेर बसेको छु। मेरो पुरानो घरले मेरो पुर्खेली घरलाई मैले त्यसलाई चाहिँ अहिले अलिकति रिपेयर गरेर जुड्दा हाम्रो घरमा यहाँलाई स्वागत छ। हस्, धन्यवाद। म फेरि यहाँ एउटा कुरा भन्न चाहेँ नि मैले। मलाई खास गरी मलाई सरकारले के भन्यो नि यो बुढो भयो त अब काम गर्न सक्दैन है। तेरो आँखाले पनि देख्दैन, खुट्टाले पनि हिँड्ने बनाउन सक्दैन।